आज हामी नेपालका 20वटा वाणिज्य बैंकहरूको तेस्रो त्रैमासमा रहेको वित्तीय अवस्थाको बारेमा जानकारी गराउँदैछौँ। खास गरेर तेस्रो त्रैमासमा नेपालका 20वटा वाणिज्य बैंकको नाफा प्रतिशत कति छ, या उनीहरूको नाफा धनात्मक छ या ऋणात्मक छ, यो विषयमा तपाईहरुलाई जानकारी दिन्छौँ। खास गरेर नेपालमा अहिले 20वटा वाणिज्य बैंकहरू सञ्चालनमा छन्। तीमध्ये अधिकांश बैंकहरूले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। बैंकहरूको वित्तीय विवरण सार्वजनिक भइरहँदा यसपटक धेरै बैंकहरूको नाफा बढ्नुको साटो ऋणात्मक अवस्थामा छ। सार्वजनिक वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत्र मसान्तसम्म वाणिज्य बैंकहरूले कुल 41 अर्ब 25 करोड 11 लाख रुपियाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा 40 अर्ब 68 करोड रुपियाँ थियो। एक वर्षको समीक्षा अवधिमा बैंकहरूको नाफा जम्मा 1.40% बढेको छ। 11 बैंकको नाफा पोहोरको तुलनामा केही बढेको छ भने अन्य 9वटा वाणिज्य बैंकको नाफा अघिल्लो वर्षको भन्दा तुलनात्मक रूपमा ऋणात्मक छ। सार्वजनिक विवरण अनुसार नबिल बैंकले सबैभन्दा धेरै 5 अर्ब 5 करोड खुद नाफा कमाएको छ। यद्यपि वृद्धि दरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ। सो बैंकको नाफा 21 गुणा बढेको छ। त्यस्तै एनआईसी एसिया बैंकको नाफा पनि सबैभन्दा धेरै घटेको छ। सो बैंकको नाफा 91.8% ले घटेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा देख्न सकिन्छ। तेस्रो त्रैमाससम्म कुन बैंकको कति प्रतिशत नाफा? नबिल बैंकको नाफा 2081 चैत्रसम्ममा 5 अर्ब 5 करोड पुगेको छ। 8.21% ले वृद्धि भएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकको वृद्धि दर 37.12% छ। चैत्र मसान्त 2081 सम्म आइपुग्दा ग्लोबल आईएमई बैंकको नाफा बढेर 4 अर्ब 53 करोड पुगेको छ। एनआईएमबी बैंकको 2081 चैत्र मसान्तसम्म आइपुग्दा 4 अर्ब 54 करोड रुपियाँ नाफा पुगेको छ। जबकि 2080 को चैत्रसम्ममा यसको नाफा 3 अर्ब 27 करोड थियो। 38.61% ले वृद्धि भएको छ एनआईएमबी को नाफा। त्यसै गरेर अर्को बैंक रहेको छ एनएमबी बैंकको नाफा पनि 5.88% ले बढेको छ। 2080 चैत्रसम्म 2 अर्ब 24 करोड नाफा रहेको यो बैंकको नाफा 2081 को चैत्र मसान्तसम्म आइपुग्दा 2 अर्ब 37 करोड पुगेको छ। एभरेस्ट बैंकको 32.55% ले नाफा वृद्धि भएको छ। 2 अर्ब 60 करोड नाफा रहेको एभरेस्ट बैंकको नाफा 2081 सम्म आइपुग्दा 3 अर्ब 45 करोड पुगेको छ। अर्को बैंक रहेको छ एनआईसी एसिया बैंकको नाफा भने यो त्रैमासमा ऋणात्मक छ। 91.81% ले नाफा घटेको छ उसको। 2080 चैत्र मसान्तसम्ममा 1 अर्ब 91 करोड नाफा रहेकोमा एनआईसी एसिया बैंकको 2081 चैत्र मसान्तसम्म आइपुग्दा 15 करोड नाफा सञ्चित छ। त्यस्तै कृषि विकास बैंकको नाफा पनि ऋणात्मक छ। 10.16% ले नाफा घटेको छ। 2 अर्ब 5 करोड 2080 सालमा नाफा थियो भने 2081 सालको चैत्र मसान्तसम्म आइपुग्दा 1 अर्ब 84 करोडमा झरेको छ। प्राइम बैंकको नाफा पनि 22.55% ले घटेको छ। 2080 चैत्र मसान्तमा 2 अर्ब 87 करोड नाफा कमाएको यस बैंकले 2081 चैत्र मसान्तसम्म आइपुग्दा 2 अर्ब 22 करोडमा झरेको छ। अर्को बैंक रहेको छ स्ट्यान्डर्ड चार्टर बैंकको नाफा पनि चैत्र मसान्तमा घटेको देखिएको छ 11.17% ले, जो 2080 चैत्र मसान्तमा 2 अर्ब 44 करोड नाफामा थियो भने 2081 चैत्र मसान्तसम्म आइपुग्दा 2 अर्ब 17 करोडमा झरेको छ। अर्को बैंक रहेको छ नेपाल एसबीआई बैंकको नाफा 3.35% ले बढेको छ। 2080 चैत्र मसान्तमा 1 अर्ब 16 करोड नाफा रहेकोमा 2081 चैत्र मसान्तसम्म आइपुग्दा यसको नाफा 1 अर्ब 20 करोड पुगेको छ। त्यस्तै अर्को बैंक सिटिजन्स बैंकको नाफा 20.59% ले घटेको छ। 2080 चैत्र मसान्तमा 1 अर्ब 21 करोड नाफा रहेको यो बैंक 2081
2081 चैत्र मसान्तसम्म आइपुग्दा 96 करोडमा सीमित रहेको छ। सानिमा ब्याङ्कको 14.79% नाफा वृद्धि भएको छ। 2080 चैत्र मसान्तसम्ममा 1 अर्ब 43 करोड नाफा रहेको यो बैंक 2081 चैत्र मसान्तसम्म आइपुग्दा 1 अर्ब 65 करोड नाफामा पुगेको छ। माछापुच्छ्रे ब्याङ्कको नाफा पनि वृद्धि भएको छ। 28.89% यो बैंकले नाफा कमाएको छ। 2080 चैत्र मसान्तमा 85 करोड मात्रै नाफा रहेको यो बैंकको नाफा 2081 चैत्र मसान्तसम्म आइपुग्दा 1 अर्ब 10 करोड पुगेको छ। कुमारी ब्याङ्कको नाफा घटेको छ। यस बैंकको नाफा 72.85 अङ्कले ऋणात्मक छ। 2080 चैत्र मसान्तसम्ममा 1 अर्ब 5 करोड थियो भने 2081 चैत्र मसान्तसम्म आइपुग्दा 28 करोडमा झरेको छ। अब कुरा गरौँ नेपाल ब्याङ्कको। नेपाल ब्याङ्कले चाहिँ सबैभन्दा धेरै वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै नाफा कमाउनेमा बैंक छ। बैंकको नाफा 2032.79% ले वृद्धि भएको छ। 2080 चैत्र मसान्तमा 13 करोड मात्रै नाफा रहेको नेपाल बैंक 2081 चैत्र मसान्तसम्म आइपुग्दा 2 अर्ब 78 करोड नाफामा पुगेको छ। सिद्धार्थ ब्याङ्कको नाफा पनि घटेको छ। 0.93% ले यसको नाफा घटेको छ। 2080 चैत्र मसान्तसम्ममा 1 अर्ब 68 करोड नाफा रहेकोमा 2081 चैत्र मसान्तसम्म आइपुग्दा 1 अर्ब 66 करोडमा झरेको छ। लक्ष्मी सनराइज ब्याङ्कको नाफा वृद्धि भएको छ 2.24% ले 2080 चैत्र मसान्तमा 1 अर्ब 61 करोड नाफा रहेको यो बैंक 2081 चैत्र मसान्तमा आइपुग्दा 1 अर्ब 65 करोडमा पुगेको छ। अर्को बैंक हिमालयन ब्याङ्कको नाफा 74.33% ले ऋणात्मक छ। 1 अर्ब 94 करोड नाफा थियो 2080 चैत्र मसान्तमा हिमालयन ब्याङ्कको, तर 2081 चैत्र मसान्तसम्म आइपुग्दा यो बैंकको नाफा 50 करोडमा झरेको छ। प्रभु ब्याङ्कले 3.50% को नाफा वृद्धि गर्न सफल भएको छ। यो बैंकको नाफा 2080 चैत्र मसान्तमा 1 अर्ब 81 करोड थियो भने 2081 चैत्र मसान्तमा आइपुग्दा 1 अर्ब 87 करोड नाफा पुगेको छ। र अन्तिममा छ राष्ट्रिय वाणिज्य बैंकको नाफा झन्डै आधाले घटेको छ। 49.28% ले राष्ट्रिय वाणिज्य बैंकको नाफा ऋणात्मक देखिएको छ। 2 अर्ब 37 करोड नाफा 2080 साल चैत्रमा थियो भने 2081 साल चैत्र मसान्तसम्म आइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेर 1 अर्ब 20 करोडमा झरेको छ। यो त भयो 20वटा वाणिज्य बैंकको तेस्रो त्रैमासिक नाफा वृद्धि दरको अवस्था कस्तो छ भन्ने बारे जानकारी। दर्शकबिन तपाईहरू पनि च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै बैंक तथा वित्तीय संस्थाहरूको जानकारी र अन्य थुप्रै जानकारीहरू लिन चाहनुहुन्छ र जानकारी बारे अपडेट हुन चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई लाइक गर्न नबिर्सनुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब गर्न नबिर्सनुहोला।